नमस्ते। कुनै पनि देशलाई साँच्चै बुझ्नु पर्यो भने के गर्ने होला? कहिलेकाहीँ त एउटै दिनको समाचार हेर्दा पनि धेरै कुरा थाहा हुन्छ। आज हामी त्यही गर्नेछौँ। नेपालको एउटा समाचार पोर्टलमा पछिल्लो 24 घण्टामा के भयो त्यसलाई नियालेर हेरौँ। यसले हामीलाई देशको एउटा फरक नै तस्विर देखाउन सक्छ। ल सुरु गरौँ एउटा निकै मार्मिक घटनाबाट। यो तस्विर यसले त्यस दिनको सायद सबैभन्दा तनावपूर्ण क्षण देखाउँछ। डोजरहरूले एउटा बस्तीमा घरहरू भत्काइरहेका छन्। यो दृश्य देख्ने बित्तिकै विकास र विस्थापनको त्यो कहिल्यै नसकिने बहस दिमागमा आइहाल्छ, होइन त? यो घटना अन्त कतैको होइन, देशको राजधानी काठमाडौँकै हो, मनोहरा खोलाको किनारमा। यो ठाउँले घटना कहाँ भयो भनेर मात्र बताउँदैन, बरु राजधानीकै मुटुमा यस्तो द्वन्द्व चलिरहेको छ भन्ने कुराले यसको गम्भीरता झनै बढाउँछ। ल, हाम्रो पहिलो खण्ड, खोला किनारमा एक तनावपूर्ण बिन्दु। अब समाचारमा आएअनुसार त्यो दिन त्यो जबरजस्ती निष्कासनको बेला वास्तवमा भयो चाहिँ के त? आउनुहोस् अलिक गहिराईमा जाउँ। समाचारहरूले के भन्छन् भने यो एउटा सुकुम्बासी बस्ती हटाउने अभियान थियो, तर यो कुनै सानोतिनो कारबाही बिल्कुल थिएन। सोच्नुहोस् त, ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो, अनि त्यो पनि खोलाको एकातर्फ मात्र होइन, दुवै किनारमा एकैपटक। यसले के देखाउँछ भने यो निकै योजनाबद्ध र ठूलो स्तरको अपरेसन थियो। अब हाम्रो दोस्रो खण्ड, आधिकारिक पर्यवेक्षक। घटनास्थलमा राज्यको उपस्थिति। अब प्रश्न उठ्छ, यो घटनामा राज्यको उपस्थिति कस्तो थियो त? जब यो सबै कारबाही चलिरहेको थियो, सरकारी प्रतिनिधिहरू पनि त्यही थिए, र उनीहरूको उपस्थितिले यो कथामा एउटा अर्को तह थपिदिन्छ। यो घटना कति गम्भीर थियो भन्ने कुरा एउटा अर्को तथ्यले पनि देखाउँछ। नेपाल प्रहरीका प्रमुख आइजिपी दान बहादुर कार्की आफै त्यो ठाउँमा पुगेका थिए। अब यति ठूलो पदको व्यक्ति फिल्डमै पुग्नु भनेको सामान्य कुरा होइन। यस्तो प्राय राष्ट्रिय स्तरकै महत्त्वका घटनाहरूमा मात्र देखिन्छ। यहाँ एउटा एकदमै रोचक कुरा छ, त्यो हो समाचारमा प्रयोग भएको सरकारी भाषा। त्यसले राज्यले यो घटनालाई कसरी हेरिरहेको छ भन्ने कुरा प्रष्ट पार्छ। भ्रमणको उद्देश्य के भनिएको छ भने भूमिहीन नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने कार्यको वस्तुस्थिति अवलोकन गर्नु। ध्यान दिनुस् त, यो शब्दमा सुरक्षित स्थानान्तरण। यो शब्दले के संकेत गर्छ भने राज्यका लागि यो एउटा मानवीय सङ्कटभन्दा पनि बढी एउटा प्रशासनिक प्रक्रिया थियो। ल, अब तेस्रो खण्डमा जाउँ, राष्ट्रको भराकिलो दृष्टिकोण। मनोहराको घटना, त्यो एकदमै महत्त्वपूर्ण थियो, तर त्यो दिन देशमा भएको एउटा मात्र घटना त थिएन, होइन र? अब अलिकति जुम आउट गरौँ र हेरौँ कि जब मनोहरामा त्यो तनाव चलिरहेको थियो, देशको अरू ठाउँमा के भइरहेको थियो। किनभने देशको काम त रोकिएको थिएन। त्यही दिन देश चलाउने संयन्त्र चाहिँ आफ्नै गतिमा दौडिरहेको थियो। जस्तै मन्त्री परिषदको बैठक बस्यो, महत्त्वपूर्ण निर्णयहरू भए, एउटा प्रमुख राजनीतिक दलले संविधान संशोधन गर्न कार्यदल बनायो, अनि सशस्त्र प्रहरी बलमा नयाँ आइजिपी पनि नियुक्त भए। यसले के देखाउँछ भने एउटा ठाउँमा सङ्कट चल्दै गर्दा पनि देशको प्रशासनिक र राजनीतिक काम त्यो रोकिँदैन, त्यो चलिरहन्छ। त्यही दिनका समाचारहरूमा एउटा गजबको विरोधाभास पनि देखिन्छ। एकातिर हेर्नुहोस्, 65 मेगावाटको नयाँ हाइड्रो पावर प्रोजेक्टको काम सुरु भयो। यो त प्रगतिको सङ्केत हो। तर अर्कोतिर मुख्यमन्त्री र मेयर बीचको सामान्य विवादले गर्दा एउटा अस्पतालको बजेट नै फ्रिज हुने खतरा देखियो। भनेपछि एउटै दिनमा देश अगाडि पनि बढिरहेको छ अनि पछाडि पनि तानिरहेको छ, प्रगति र गतिरोध सँगसँगै। अब यी सबै राजनीतिक र सामाजिक घटनाहरूको पछाडि देशको अर्थतन्त्र पनि त चलिरहेकै थियो। उदाहरणको लागि त्यही दिन एउटा खबर आयो कि रसुवागढी भन्सार कार्यालयले मात्रै पछिल्लो 9 महिनामा 6.42 अर्ब नेपाली रुपैयाँ राजस्व उठाएछ। सोच्नुहोस् त, कति ठूलो रकम हो यो। यसको मतलब के हो भने देशको व्यापार र अर्थतन्त्रको पाङ्ग्रा त्यो चाहिँ घुमिरहेको छ। अब लागौँ चौथो खण्डतर्फ, दैनिक वास्तविकता र चुनौतीहरू। अहिलेसम्म हामीले ठूला कुरा गर्यौं होइन, राजनीति, अर्थतन्त्र। अब अलिकति राजधानी बाहिर निस्किएर देशका विभिन्न कुना काप्चामा मानिसहरूले हरेक दिन भोगिरहेका समस्याहरूतिर ध्यान देऊ। त्यो दिनका स्थानीय समाचारहरू हेर्दा दैनिक जीवनका अनेकौं चुनौतीहरू देखिन्छन्। जस्तै कतै ब्यास नगरपालिकामा फोहोर फाल्ने ठाउँ नभएर सङ्कट छ, कतै चितवनमा किसानहरूले आफ्नो तरकारीको भाउ नै पाएका छैनन्।
बागलुङमा बनेका 100 भन्दा बढी झोलुङ्गे पुलहरू प्रयोग नै नभएर खेर गइरहेका छन्। अनि चट्याङ परेर एउटा 6 जनाको परिवार घरबार विहीन भएको खबर पनि छ। अनि सधैँ समस्या स्रोत नभएर मात्रै हुन्छ भन्ने पनि होइन, कहिलेकाहीँ कुरा अलि जटिल हुन्छ। जस्तै एउटा खबर एकदमै अनौठो थियो, नहरमा पानी त छ तर किसानहरूलाई धान रोप्न मनै छैन। अचम्म लाग्दो कुरा होइन? यसले के देखाउँछ भने विकासका समाधानहरू हामीले सोचे जस्तो सिधा हुँदैनन्। स्थानीय वास्तविकता नबुझिकन माथिबाट योजना बनाएर मात्रै नहुने रहेछ। ल, अब हाम्रो अन्तिम खण्ड, एक दिन अनेक कथाहरू। अहिलेसम्म हामीले यति धेरै फरक कुराहरू हेर्यौं। अब यी सबै टुक्राहरूलाई एकै ठाउँमा जोडेर हेरौँ न। आखिर एउटै दिनको समाचारले देशको बारेमा समग्रमा के बताउँछ त? साँच्चै भन्नुपर्दा मूल कुरा के हो भने कुनै पनि समाचार वेबसाइटको होमपेज आफैमा देशको एउटा सानो ऐना जस्तै हो, जहाँ सबै कुरा एकै ठाउँमा देखिन्छ। सबै प्राथमिकताहरू एक आपसमा प्रतिस्पर्धा गरिरहेका हुन्छन्। राजधानीमा डोजर चलेको खबर होस् वा गाउँमा किसानले भाउ नपाएको, हरेक कथाले आफ्नो ठाउँ र महत्त्व खोजिरहेको हुन्छ। त्यसैले हामीले के देख्यौं भने देश एकैपटक धेरै मोर्चाहरूमा जुधिरहेको छ। एकातिर विकासका ठूला सपना छन्, अर्कोतिर राजनीतिक खिचातानी र शक्ति सङ्घर्ष छ। अनि यी सबैको बीचमा पिल्सिएका छन् आम मानिसका आधारभूत आवश्यकता र मानवीय सङ्कटहरू। र यी तीनवटै कुरा एकै समयमा सँगसँगै चलिरहेका छन्। र अन्तमा यो सबै विश्लेषणले हामीलाई एउटा निकै गम्भीर प्रश्नको अगाडि ल्याएर छोडिदिन्छ। जब हरेक मुद्दा जरुरी देखिन्छ, चाहे त्यो मनोहराको बस्ती हटाउने कुरा होस् वा अस्पतालको बजेट विवाद वा गाउँको फोहोर व्यवस्थापन, तब एउटा देशले आफ्नो प्राथमिकता कसरी छुट्याउँछ? के चाहिँ पहिले गर्ने? यो प्रश्नको उत्तर पक्कै पनि सजिलो छैन र सायद हरेक दिनका समाचारले हामीलाई यही जटिलताको याद दिलाइरहन्छ।